घर घरमा अन्धकार भइरहेको छ। सिंहदरबारमा पनि अन्धकारमा बस्ने बानी परेकाहरू छन् भन्छन् जनता। बत्ती झ्याप झ्याप गई छ, कुलमान बन्न इमान्दारिता चाहिन्छ भन्छन् जनता। यो भन्दै गर्दा सभामुख महोदय, सबैले देख्नुभएकै होला, बिजुलीको पोलहरूमा बिना सेफ्टी कयौँ ठाउँहरूमा हेलमेट लगायत अन्य इक्विपमेन्ट नलगाइकन काम गरिरहेका छन् श्रमिकहरू। लापरवाहीको पनि हद हुन्छ, जसका कारण धेरै श्रमिकहरूले ज्यान गुमाएका छन्। हिजो मात्र विद्युत प्राधिकरणको लापरवाहीले लियो एक निर्दोष श्रमिकको ज्यान। सभामुख महोदय, काभ्रेको धुलीखेलमा विद्युतको पोलमा काम गरिरहेका 28 वर्षीय उपेश नेपालीको करेन्ट लागेर मृत्यु भएको छ। सर्लाही ईश्वरपुर नगरपालिका 12 गारीथान उपेश नेपाली विद्युतको पोलमा तार जडान गर्दै गर्दा करेन्ट लागेर सख्त घाइते भए र घटनास्थलमै मृत्यु भयो। सभामुख महोदय, विद्युत प्राधिकरणले गर्ने कुनै पनि सूचना नदिई 11,000 भोल्टको हाई टेन्सन लाइनमा अचानक लाइन चार्ज गरेपछि उक्त दुर्घटना भएको थियो। धुलीखेल नगरपालिका 7 जिल्ला प्रशासन कार्यालय अगाडिको पोलमा काम गरिरहेका उपेशलाई सोही कार्यालयका प्राधिकरणकै तर्फबाट खटाइएको थियो, तर सुरक्षा उपायको पुरै अवहेलना भएको छ, उनको ज्यान लिएको छ। सभामुख महोदय, जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारीका अनुसार उपेश पोलमा चढेर तार जडान गरिरहँदा अचानक करेन्ट लागेर लड्न पुगेका थिए। यस्तो घटनाले हामीलाई प्रश्न गर्न बाध्य बनाउँछ। सभामुख महोदय, प्राधिकरणको जिम्मेवारी के हो? श्रमिकको सुरक्षाको प्रतिबद्धता कसले गर्ने? श्रमको सम्मान र सुरक्षाको प्रतिबद्धताको माग गर्दछौँ। उपेश नेपालीको परिवार आज शोकमा डुबेको छ, तर यस घटनाले सत्य तथ्य छानबिन होस्, दोषीलाई कारबाही होस् र परिवारलाई उचित क्षतिपूर्ति र राहत दिइयोस्। साथै आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन विद्युत प्राधिकरणले स्पष्ट सुरक्षा मापदण्ड निर्माण गरी कडाइका साथ लागू गरोस्। उपेश नेपालीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण श्रमिक समुदायको सुरक्षाको लागि हामी गम्भीरतापूर्वक आवाज उठाउँछौँ। धन्यवाद।